हेलो नमस्कार सम्पूर्ण शिक्षक साथीहरुमा। आज म तपाईहरुलाई यो नयाँ अपडेटेड इमेजको एउटा नयाँ ट्रिक लिएर उपस्थित भएको छु। यो ट्रिकबाट तपाईले इमेजमा घण्टौं लाग्ने काम पनि सजिलै तरिकाले केही समयमै केही सेकेन्डमै तपाईहरुले सम्पन्न गर्न सक्नुहुनेछ। त्यो ट्रिक के हो त? हल्का त्यसको बारेमा हामी हेरौं। जस्तै अहिले हाम्रो हरेक स्कुलमा प्रथम त्रैमासिक परीक्षा सम्पन्न पनि भएको हुन सक्छ या हुँदै गरेको पनि हुन सक्छ। रिजल्टको तयारी पनि भइरहेको होला। अब अहिले अपडेटेड इमेजमा अहिले हरेक कक्षाको यहाँ ईसीडी देखि 12 सम्म दिइराछ। मार्क भर्नुपर्ने, टर्मिनल मार्क पनि भर्नुपर्ने देखाएको छ। त्यो अनुसार हामीले भर्नुपर्ने हुन्छ। अब यो काम हामीले 2082 सम्म हामीले फाइनल एनुअली मात्र गरिरहेका थियौं भने अब टर्मिनल रूपमा पनि गर्नुपर्ने भयो। त्यो गर्दाखेरि हामीले हेरौं त भर्नुपर्ने कामहरु धेरै छन्। एउटै सब्जेक्टको 3 वटा मार्क्सहरु भर्नुपर्ने हुन्छ। जस्तै यहाँ नेपाली विषयकै 3 मार्क्स, 16 मार्क्स र 6 मार्क्स गरी 3 वटा मार्क्स भर्नुपर्ने। यसैगरी 7 वटा विषयको जम्मा एउटा विद्यार्थीको हामीले 21 वटा मार्क्स भर्नुपर्ने हुन्छ, जुन हामीले म्यानुअली गरिरहनु परेको छ। अब यही कामलाई सहज रूपले गर्न पनि सकिन्छ। त्यसको लागि कसरी गरी गर्ने भनेर म तपाईहरुलाई सिकाउन गइरहेको छु। जस्तै मैले 8 क्लासको लोड गरे। लोड गर्दाखेरि हाम्रो यहाँ 7 वटा सब्जेक्टहरु यहाँ देखा परेको छ। यो 7 वटा सब्जेक्टहरु हामीले भर्नुपर्ने हुन्छ। त्यसको लागि हामीले सुरुमा चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि एउटा एक्सेल सिट चाहिँ हामीले तयार गरिरहनु पर्ने हुन्छ। जस्तै यहाँ तपाईहरुले देखिरहनु भयो होला। सोही अनुसार या इमेज अनुसारको हामीले एक्सेल सिट हामीले बनायौं। अलरेडी बनाएको छौं। जस्तै यहाँ एक्सेल सिटमा सुरुमा नेपाली, इंग्लिश, म्याथमेटिक्स, साइन्स, सोशल, हेल्थ र हाम्रो लोकल सब्जेक्ट यहाँ रहेको छ। त्यसै अनुसार मैले एक्सेलमा पनि हामीले सोही अनुसार मैले त्यसरी मिलाएको छु। अनि सोही अनुसार हामीले 4 मार्क्स, 36 मार्क्स र 10 मार्क्स गरेर हाम्रो इन्टरनलहरुको जस्तै अटेन्डेन्सको भयो या प्रोजेक्ट र भयो। अनि 10 मार्क्स चाहिँ हाम्रो टर्मिनल मार्क्स भयो, हाम्रो फर्स्ट टर्म भनेर यो भयो। यो मार्क्स 21 वटा मार्क्स हामीले एक्सेलमा इजिली भर्न सक्छौं। हामीले एक्सेलमा भर्दाखेरि हामीले जसले पनि सजिलै गरी भर्न सक्छौं। सो अनुसार हाम्रो इमेजमा भर्न गाह्रो छ। यो एक्सेलको कुरालाई त्यहाँ हामी एक्सेलबाट चाहिँ हामी त्यसमा इमेजमा इम्पोर्ट गर्छौं। त्यसको लागि हल्का एउटा सानो कोड मात्र युज भएको छ। त्यो कोड भन्दा अगाडि हामीले के गर्नुपर्छ, एक्सेलबाट त्यो कोडमा लानलाई के गर्नुपर्छ भन्दाखेरि हेर्नु, यो सबै 21 वटा डेटालाई मैले यस्तो फर्ममा चेन्ज गरेको छु। अब यो म्यानुअली गरिरहन हुन्छ। त्यही भएर सबैले मैले के गरे भन्दाखेरि एउटा फर्मुलामा कन्भर्ट गरे। फर्मुला हेरौं त कुन फर्मुला युज भएको छ। एकदम सजिलो छ। हेर्नु त, इन्भर्टेड कमा भित्र यहाँ लार्ज ब्र्याकेट छ अनि एन्ड टेक्स्ट जोइन भन्ने फर्मुला युज गरेको छु। हेर्नु होला, यो फर्मुला मैले युज गरेर यो सबैलाई मैले जोइन गरेको छु। यहाँ मेरो एउटा रेन्जमा अझै यहाँदेखि छ। यो रेन्जमा मेरो यहाँदेखि हुनुपर्ने, म हल्का एडिट गर्छु। यहाँ मेरो मिस्टेक भन्छ, डी देखि हुनुपर्ने। जस्तै यहाँदेखि सुरु हुनुपर्ने, यहाँसम्म रेन्ज दिनुपर्ने मेरो मिस्टेक भएको थियो। ल मैले त्यो गर्दाखेरि हेरौं त 424, 43, 34 त्यसै गरी हाम्रो यहाँ बनेको छ। अब यसैले म तान्दिन्छु। यो तानेर सरर र यहाँ जति जना विद्यार्थी छ त्यति जनाको म तान्दिन्छु। ल यो भयो। हाम्रो गाह्रो काम भनेको यो एक्सेलको गाह्रो काम हो, यति हो। अब बाँकी सबै सजिलो छ। यो डेटालाई तपाईले अब एउटा कोडमा पेस्ट गर्नुपर्ने हुन्छ। त्यो पेस्ट गर्ने बित्तिकै तपाईहरुले त्यसलाई त्यो कोड सहितको यो डेटालाई तपाईले इमेजमा पेस्ट गरेर रन गर्नु भयो भने चाहिँ तपाईको सबै म्यानुअली गर्नुपर्ने काम तपाईको यो कोडले गरिदिन्छ। यो कोडले बुझ्ने गरी हामीले डाटा बनायौं। अब हाम्रो तपाईहरुलाई अब एक्सेलमा यो गर्नुको सदा सिधै उता गर्दा पनि हुन्छ जस्तो लाग्न सक्छ, तर एक्सेलमा गर्दाखेरि एकदम सजिलो छ। एक्सेलमा एक भन्दा बढीले एकैचोटी हामीले काम पनि गर्न सक्छौं, तर इमेजमा हामीले गर्न नसक्ने हुन सक्छौं।
त्यही भएर एक्सेलबाट सिधै अपलोड गर्दाखेरि धेरैको डेटा चाहिँ हाम्रो पहिला सुरुमा एक्सेलमै बनाउने हुन्छ। अब हाम्रो त टर्मिनल एक्जामको हाम्रो यो 8 क्लासको हाम्रो 50 मार्क्स लिन्छौँ, त्यो 50 लाई कन्भर्ट गरेर हामी 10 मार्क्समा कन्भर्ट गर्छौँ, जुन हामी एक्सेलमै गर्छौँ। एक्सेलमा गर्नै पर्ने भएपछि एक्सेलमा गरेको कामलाई फेरि इमेजमा किन दोहोऱ्याएर गर्ने भन्ने, अब त्यो अनुसार चाहिँ एक्सेलकै डाटालाई सिधै त्यसमा एक्सपोर्ट गरेर यहाँबाट एक्सेलबाट एक्सपोर्ट गरेर हामी गर्न सक्छौँ। अब यो 50 मार्क्सलाई 10 मार्क्समा कन्भर्ट गर्न त सजिलो छ, त्यो सिकाएर नपर्ला। अब यो म डाटालाई, यो सबै डाटालाई म यसरी सेलेक्ट गर्छु अनि कपी गर्छु। मैले कपी गरेँ। कपी गरेको डेटा म एउटा कोड छ मसँग, त्यो कोडमा यो अहिले म नोटप्याडमा एउटा कोड छ, त्यो कोडमा यहाँ म यसलाई रिप्लेस गरिदिन्छु। यो सबै सेलेक्ट गरेर कन्ट्रोल भी गर्छु, यो कोड सेभ भयो। तर यहाँ कोडमा एउटा मिस्टेक छ। के मिस्टेक भन्दाखेरि यो लास्टको एउटा कमा हटाइदिने, यो लास्टको एउटा कमा यसरी हटाइदिने। सबैमा कमा छ। यो भयो मेरो लगभग 19 जना स्टुडेन्टको होला यो कोड भयो। तपाईको जति धेरै स्टुडेन्ट छ त्यति धेरै कोडहरू, यो टेक्स्टहरू बन्छ। अब म यसलाई सबै कन्ट्रोल ए गर्छु, सी, मैले कपी गरेँ। कपी गरेँ, यो कोड कपी गरेर म अब कहाँ लान्छु भन्दाखेरि म इमेजमा जान्छु। इमेजमा गएर यहाँ हेर्नु त, यहाँ खाली खाली भएको ठाउँमा म पेस्ट गर्छु। यो सिधै पेस्ट गरेर हुँदैन, यसलाई पेस्ट गर्ने तरिका चाहिँ हेरौँ है। कसरी गर्ने भन्दाखेरि किबोर्डमा कन्ट्रोल शिफ्ट जे थिच्ने यस्तो एउटा खुल्छ। फेरि एकचोटि म तपाईहरुलाई यहाँ किबोर्डबाट गरिदिन्छु। अनलाइन किबोर्ड ल्याउनको लागि, यो अनस्क्रिन किबोर्ड ल्याउनको लागि तपाईको ओएस टाइप गर्नु। ओएस के टाइप गरे पनि आउँछ। यहाँ सर्च बारमा ओएस के टाइप गर्नु पर्यो, अनस्क्रिन किबोर्ड आउँछ। या ओएस सम्म टाइप गरे पनि आइहाल्छ। ओपन गर्नु, तपाईको एउटा किबोर्ड खुल्छ। अब किबोर्डमा मैले भनेको तपाईले हेरौँ त, कन्ट्रोल शिफ्ट अनि जे, हेर्नु है। मैले यहाँ क्लिक गरेँ, यो इमेजमा क्लिक गरेँ अनि यहाँ कन्ट्रोल शिफ्ट अनि यो जे थिच्नु भयो भने यो यस्तो एउटा खुल्छ। यो सिधै इन्सपेक्टबाट जाँदा पनि हुन्छ। तपाई यसको सट्टामा तपाईले राइट क्लिक गरेर इन्सपेक्ट गरेर जाँदा पनि हुन्छ त्यसको लागि। अनि त्यसपछि कन्सोलमा जानु पर्यो। त्यसरी लामो तरिकाबाट जान सक्नुहुन्छ या सर्टकटमा कन्ट्रोल शिफ्ट जे बाट पनि जान सक्नुहुन्छ। अब अघि कपी गरेको कोड हामी यो एक्सप्रेसन भन्ने ठाउँमा क्लिक गर्ने, यहाँ पेस्ट गर्ने। यो पेस्ट गरेर इन्टर गरिहाल्ने। हेर्नु है, यहाँ मेरो अहिले खाली छ, कुनै पनि डेटा भरेको छैन। हेर्नु है, कुनै पनि डेटा भरेको छैन। कुनै पनि सब्जेक्टको कुनै पनि डेटा भरेको छैन। अब यसलाई म के गर्छु, मैले कपी गरिसकेको छु कोड, यहाँ गएर म पेस्ट गर्छु र इन्टर गर्छु। इन्टर गर्ने बित्तिकै हेरौँ त, यहाँ तल के देखायो। अब मैले कन्ट्रोल ए गरेर यो कोडलाई मैले डिलिट गरेँ। डिलिट गर्नुको कारण यो कोड डिलिट नगरेसम्म रहिरहन्छ, अरू ठाउँमा पनि अटो पेस्ट हुन सक्छ। त्यही भएर हेरौँ है, यहाँ भनेको छ सबै विद्यार्थीको डाटा सफलतापूर्वक भरियो। भरिएका डाटाहरू मिलेको छ वा छैन रुजु गर्नु वा अन्त्यमा माथि पेस्ट गरिएका सबै कुरा डिलिट गर्नु होला भनेछ है। डिलिट गर्नु होला, डिलिट गरिसक्यौं। अनि डिलिट गरिसकेपछि यो पनि हटाउनु पर्छ। यो नहटाएसम्म रहिरहन्छ। यसको हटाउनलाई यो हाम्रो क्लियर कन्सोल गर्नुभयो भने हट्यो। यहाँ केही छैन, सुरुमा जस्तो छ त्यस्तै छ। अहिले मैले यो क्लोज गरिदिएँ भने हेरौँ त, सबै डेटाहरू भरियो। सबै डेटाहरू यहाँ भरिएका छन्। हेर्नु त, ल सेभ गरिदिनु। तपाईको काम सकियो। यो पेजमा तपाईको काम सकियो। अब यही कुराले फेरि अर्को क्लासमा तपाईले रिपिट गर्न सक्नुहुन्छ। जस्तै यो गरेर अब तपाईले 9 क्लासमा गर्न सक्नुहुन्छ। फेरि यही कुरा त्यहाँबाट तपाईले कोडमा हल्का भनेको 1-2 मिनेटको काम मात्र हुन सक्छ। 9 क्लासमा हेरौँ त,
8 सम्म हाम्रो 4 मार्क्स अनि यहाँ 36 थियो। अब यहाँ 9 10 मा 3 मार्क्स 16 अनि 6 भयो। 8 सम्म चाहिँ हाम्रो 4 36 र 10 थियो। टोटल गरेर 50 हुन्थ्यो। अहिले यसमा चाहिँ टोटल गरेर हाम्रो 25 हुन्छ। यसरी तपाईले चाहिँ यो मार्कहरु सजिलै तपाईले अपलोड गर्न सक्नुहुनेछ एउटा कोडबाट। अब यो मात्र हैन, तपाईले अन्य कुराहरु जस्तै भर्नुपर्ने कुराहरु भर्न सक्नुहुन्छ। जस्तै अटेन्डेन्समा गए मैले हेरौं 2083 अनि चैत्रको, यो चैतमा झ्याउ हुन सक्छ, त्यही भएर मैले चैतको गरे। 12 हैन, मैले 1 क्लासको गरे। 1 क्लासको गर्दाखेरि हेरौं त कतिवटा डेटा भर्नुपर्छ देखिन्छ। जस्तै हेरौं त, जस्तै वैशाख अटेन्डेन्स, वैशाख डे मिल अटेन्डेन्स भनेछ। एउटै महिनाको 2 वटा भर्नुपर्छ। यो गर्दा टोटल गरेर कतिवटा हुन्छ हेरौं त। टोटल गरेर हुनुपर्ने 24 वटा हो। यहाँ चाहिँ के भएछ, टोटल गरेर 25 वटा भयो। टोटल डे मिलमा 26 वटा हामीले डेटा भर्नुपर्ने हुन्छ। यो डेटा त भर्नु पर्दैन। यहाँ क्लिक गर्ने बित्तिकै यो यता नम्बर आउने बित्तिकै हाम्रो के हुन्छ भन्दाखेरि, जस्तै मैले 1 राखे भने यहाँ त्यतिकै आइहाल्छ। यहाँ पनि 1 राखे भने 10 भयो भने यहाँ त्यतिकै आइहाल्छ। त्यसै त्यो भएर चाहिँ यसमा भर्नुपर्ने 24 वटा छ, तर आउँछ 26 वटा। तर 26 वटा यो जतिवटा हाम्रो यो भर्नुपर्ने छ त्यति नै राख्नु। जस्तै यता भर्नुपर्ने त 24 छ, तर यहाँ 26 देखाइरहेछ नि, उता बनाउँदा पनि 26 वटा नै बनाउने। त्यो बनाएर हामीले अपलोड गर्न सकिन्छ। जस्तै मैले यो 1 को गरिन, मैले 10 को गरेर देखाउँछु। 10 को हेरौं त, 10 को जम्मा 12 छ यहाँसम्म। हरेक महिनाको एउटा टोटल गरेर, अनि यो टोटल 2टा गरेर हाम्रो 24 वटा 14 वटा छ। अब यसलाई भर्नको लागि पनि तपाईले के गर्नु पर्यो भन्दाखेरि, मैले एक्सेल सिटमा पहिले बनाइरहेको छु। जस्तै अघि जस्तै यो 14 वटा डेटा छ। अब यो 14 वटा डेटालाई हामी हरेकको 14 वटा डेटालाई हामी सबै कपी गर्छौं। ल कपी गरे। कपी गरेर अहिलेकै कोडमा म रिप्लेस गर्छु यो कोडलाई। यो कोडमा तपाईले गर्नुपर्ने काम यही हो, सधैँ गर्नुपर्ने। पेस्ट गरे, लास्टको एउटा डिलिट गरे, अनि यो सबै कोड कपी गरे। कपी अनि फेरि इमेजमा गए। अब इमेजमा गएर हाम्रो जहाँ भर्नुपर्ने यहाँ हो। कन्ट्रोल शिफ्ट जे गर्नु, यहाँ आउँछ, त्यही गरेर पेस्ट गर्नु र इन्टर गर्नु। ल भइगयो। फेरि माथि यहाँ कन्ट्रोल ए थिच्नु, डिलिट गर्नु, अनि यो पनि क्लियर गर्नु। क्लोज भयो। तपाईको सबै डेटा भरियो र सेभ गर्नुस्। छैन त सजिलो हो। यसै गरी तपाईले सम्पूर्ण छैन यो इमेजको सम्पूर्ण डेटाहरु सजिलै गरी एउटा सानो कोड 6-7 लाइनको मात्र कोड छ। तपाईहरुलाई इच्छुकहरुलाई म तपाईहरुलाई शेयर गर्नेछु। तपाईहरुले अब दुःख त यो कोड त थोरै छ, तर यो कोड यति बनाउन त मैले एआई बाट बनाएको हो हुन त, तर यति बनाउनु पनि धेरै समय लाग्यो। हामी जस्तो अब कोड नजान्नेहरु, कोड नपढेकाहरुलाई एआई मार्फत कोड बनाउनको लागि अलिकति गाह्रो हुँदो रहेछ। अब कोडिङ नै जानेकाहरुलाई त सजिलो होला, तर कोडिङ नजानेकाहरुलाई अलिकति एआई मार्फत गर्नु पनि अलिकति गाह्रो हुने रहेछ, एरर आइरहने हुन्छ। अब तपाईहरुले पनि यो कोडको सहायताले सम्पूर्ण कुराहरु तपाईहरुले भर्न सक्नुहुन्छ। हाम्रो अहिले धेरै पर्ने भनेको अटेन्डेन्स भयो, मार्क इन्ट्री भयो, त्यसैगरी विभिन्न कुरा फेरि थप्दै जान पनि सक्छ। यो सबै कुराहरु तपाईले सजिलै इमेजमा भरेर धेरै लामो काम पनि छोटो समयमै नै गर्न सक्नुहुनेछ। अब तपाईले यो सिकेको कुराहरु पनि सबै साथीहरुलाई शेयर गरिदिनु होला। सजिलो काम, राम्रो ज्ञान चाहिँ हाम्रो सबैमा पुर्याउनु पर्छ। र तपाईलाई यो भिडियो मन परे चाहिँ यो भिडियोलाई लाइक कमेन्ट गरिदिनु होला। साथै आवश्यक पर्ने शिक्षक साथीहरुमा चाहिँ शेयर गरिदिनु होला। हस्त, धन्यवाद।